गाई डे माउपसान्ट 1850 to 1893 को किताबहरू सार्वजनिक डोमेनमा छन्, त्यसैले टू लिटल सोल्जर्सको पूरा कथा नेपालीमा अनुवाद गरेर दिन मिल्छ। तल पूरै कथाको सरल, सुबोध नेपाली अनुवाद दिइएको छ। दुई साना सैनिक। लेखक गाई डे माउपसान्ट। नेपाली अनुवाद। प्यारिस नजिकैको कोलुम्बस क्याम्पमा दुई साना सैनिकहरू बस्थे, लुस र दीन। दुवै जवान, भर्खर सेना भर्ना भएका, एक्लै संसारसँग लड्दै। उनीहरूको घर टाढा थियो र उनीहरू एक अर्काका मात्र नजिकका साथी थिए। क्याम्पको कठोर अनुशासन र थकाइले भरिएको जीवनमा आइतबार मात्र उनीहरूलाई थोपा थोपा स्वतन्त्रता मिल्थ्यो। आइतबार बिदा पाउँदा दुवै साथी क्याम्पबाट टाढा पर्ने एउटा सानो गाउँतिर हिँड्थे। त्यहाँ एउटा सानो वन, हरियो घाँसे मैदान र शान्त नदी बग्थ्यो। उनीहरू चुपचाप त्यही ठाउँमा बस्न रुचाउँथे, किनभने त्यो स्थानले उनीहरूलाई आफन्त, गाउँ र स्वतन्त्रताको सम्झना दिलाउँथ्यो। एक दिन उनीहरू त्यही ठाउँमा बसिरहेका बेला गाई चराउने एक सुन्दर गाउँले केटी आएको देखे। केटीले उनीहरूलाई मुस्कान दियो, केही कुरा गर्यो र हिँड्यो। त्यो दिनदेखि केटी हरेक आइतबार गाई चराउँदै त्यही ठाउँ नजिक आइरहन्थे। जिन र लुस दुवैलाई त्यो केटी मन पर्न थाल्यो। उनीहरूको आइतबारको यात्रा त्यो केटीको कारण झनै रमाइलो बन्दै गयो। तर केही हप्तापछि लुस पहिलेभन्दा ढिलो आउन थाल्यो। जिनले केही सोधेन, तर उसलाई अचम्म लागिरह्यो। एक दिन जिनले देख्यो लुस र केटी वनको झाडी पछाडि एक्लै भेटिरहेका छन्। एक अर्का मुस्कुराइरहेका छन्, हात समाइरहेका छन्। जिनको मृत्यु गहिरोसम्म चोटिन्छ। उसलाई केटी मन परेको थियो, तर आफ्नो एकमात्र साथीलाई दुश्मन बनाउने आँट उसमा थिएन। त्यसैले उसले केही बोलेन, केही सोधेन। ऊ केवल मौन पीडामा बाँच्न थाल्यो। आइतबार फेरि आयो। जिन र लुस दुवैसँगै जाउँला भनिएको थियो, तर नदी नजिक पुगेपछि जिन चुपचाप पुलतिर लाग्यो। ऊ उदास, कमजोर र व्यथित देखिन्थ्यो। अचानक उसले पुलको रेलिङ समात्यो, तल बगिरहेको नदीतिर हेर्यो र कुनै शब्द नबोली एकैछिनमा नदीमा हाम फाल्यो। एकजनाले उसको चिच्याहट सुनेर उद्धार गर्न खोज्यो, तर जिन भइसकेको थियो। त्यसपछि लुस आइपुग्यो। मानिसहरूले उसलाई घटनाबारे भने। लुस स्तब्ध भयो, खाली नजरले नदीतिर हेरिरह्यो। ऊ बोल्न सकिरहेको थिएन। उसले साथी गुमाएको थियो, त्यो पनि आफ्नै प्रेमका कारण, तर उसले त्यो बुझ्न निकै ढिलो भएको थियो। अन्त्यमा लुस बिस्तारै मुन्टो हल्लाइदियो, आँखा रसाए। उसले बुझ्यो जिनले कसैलाई दोष दिएन, न केही माग्यो, तर मित्रताको गहिरो पीडा सहन नसकेर ऊ संसारबाटै हरायो। कथा यही समाप्त हुन्छ। दुई साना सैनिकमध्ये एक मित्रताको बोझले र अर्को अपराध बोधले एक्लै बाँच्न बाध्य हुन्छ।